रासोपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल आफ्नो फेसबुक पोस्टमा लेख्छिन्, एउटा प्रश्नबाट सुरु गर्छु। यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रवि लामिछानेहरू यसरी षड्यन्त्रको शिकार हुने हो भने म जस्ता निकिताहरूले भविष्यका रविहरूलाई घरबाट टीका लगाएर राजनीति गर्न किन पठाउँछन्? आज असार 7 गते सिङ्गो देशलाई साक्षी राखेर मेरो श्रीमानले आफ्नो नेतृत्वमा एउटा सानो सपना जन्माएको दिन। तेस्रो वर्षमा आइपुग्दा यसका जन्मदातालाई राज्यले कालकोठरीमा थुनेको छ। जबरजस्ती कहीँ ठग, कहीँ सहकारी ठग, कहीँ सङ्गठित अपराध रे, अनि सम्पत्ति शुद्धिकरण रे। हाम्रो भेट नहुँदै मैले आफ्नो व्यवसाय गरी कमाएको सम्पत्तिलाई समेत कसुर गरी कमाएको भनेर सम्पत्ति शुद्धिकरणको मुद्दा कसरी चल्न सक्छ? रवि लामिछाने कुनै पनि सहकारीको सदस्य, शेरधनी, बचतकर्ता, कर्मचारी भएको एउटा प्रमाण छ भने आउनुहोस् म कहाँ, देखाउनुहोस् मलाई प्रमाण। श्रीमान कारागारमा भए पनि म यही छु। कसको कति पैसा खायो मेरो लोग्नेले? आर्थिक विषयको मुद्दामा करोड करोड धरौटी लिइसकेपछि पनि मान्छेहरूको हाड छाला पसिना रगत लिने? यही हो अनुसन्धान? यही हो न्याय? यही हो सरकार? यही हो अदालत? यही हो बुद्धिजीवी समाज? यही हो मानव अधिकार? यो देश 3 वर्ष राजनीति गरेको मेरो श्रीमानले लुटेको हो। देशको सबैभन्दा ठूलो अपराधी जस्तो एउटा मान्छेलाई कति मुद्दा लगाएको, कति दुःख दिएको, कति अपमानित गरेको, कसरी सहेको होला उसले? पार्टी स्थापनाको तेस्रो वर्षमा आइपुग्दा म कति दुःख पीडाको पहाडले थिचिएको छु। म घर सम्हाल्छु तिमी देश सम्हाल भनेर मैले हाँसी हाँसी सिङ्गो देशलाई साक्षी राखेर उसलाई टीका लगाएर पठाएकी हुँ। घरबाट नीलो रङ्ग बोकेर निस्किएको मेरो श्रीमान किन घर फर्किएको छैन? म राजनीति जान्दिन, जान्नु पनि छैन, तर कसैले मेरो निर्दोष श्रीमानलाई छिटो घर फर्काउने बाटो देखाइदेऊ। उसले कुनै अपराध गरेको छैन। कसैले किन्न नसक्ने स्वाभिमान भएको मेरो रवि लामिछानेले कसैको 1 पैसा खाएको छैन। जीवनमा धेरै दुःख कष्ट र सङ्घर्ष पार गरेर हामी दुईलाई दैवले जुराएको हुन्, तर आज म एक्लो भएँ। 8-8वटा अदालतको मुद्दा कसरी झेलौं, कसरी थेगौं? आर्थिक अनि मानसिक रूपमा पनि ममाथि वज्रपात भएको छ। हो, जीवनमा दुःख आइलाग्छ, शास्ति खेप्नुपर्छ, शत्रु लाग्छ, तर भवितव्य रूपमा, अस्थायी प्रकृतिमा। हामीलाई यो सबै आइलागे प्रायोजित रूपमा, त्यो पनि राज्य प्रायोजित। राज्यले आफ्नो कुनै नागरिक विरुद्ध यो हदको दुश्मनी र यो हदको प्रतिशोध किन साध्छ? पाप र धर्ममा विश्वास गर्नेहरूबाट यो हदको अत्याचार हुँदैन। धर्म नमान्दैमा पाप नलाग्ने पनि होइन।